हेलो एभ्रिवान वेलकम छ तपाईहरु सबैजनालाई फेरि पनि मेरो यो मुकबाङमा सो सरी मेरो ब्लगमा गाइस धेरै लङ टाइम ब्याकमा है गाइस फेरि पनि मैले सानो ब्लग लिएर आएको छु। आजको ब्लग के भन्दा मुकबाङ गाइस म चाहिँ आज मुकबाङमा के ल्याएको छु अच्छा बिफ मोमो यहाँनिर क्युक्युम्बर काँक्रा भनौँ भनौँ न हैन अन्त यहाँनिर अन्डा चाहिँ मैले पोच भन्छ नि त्यो बनाउन आँटेको थिएँ गाइस बिग्रियो के गर्नु यहाँनिर बिस्कुट चाहिँ 3x समियाङ है यहाँनिर अलिक स्पेस कम्ती भएर यहाँनिर चाहिँ मैले मेगी राखेको छु। चिसो भइसक्यो होला अहिले भर्खरै बनाएको। सो गाइस अनि त्यसमा खाने चाहिँ मैले स्प्राइट यो चाहिँ एकदमै मनपर्छ मलाई। ओह लेट्स स्टार्ट गाइस। फर्स्ट चाहिँ यहाँनिर स्टार्टिङ चाहिँ गरौँ ल गाइस। No. ओके गाइस यो चाहिँ यता राखौँ ल त्यति राम्रो नदेख्दो रहेछ। चियर्स एभ्रिवान। सो गाइस मैले चाहिँ यहाँनिर लगाएको छैन तपाईँलाई हेर्नुहोस् है लगाएको छैन। द्याट मी पुट ओके गाइस यो मोमो अलिक साइडमा राखौँ। चिसो चिसो भइसक्यो नि हौ साम्याङ त मैले चाहिँ फेरि यो साम्याङ बेसी खानै सक्दैन। ओ माई गड हाफ मात्रै लगाउँ ल गाइस सबै खान सक्दैन फेरि मैले बुढी पऱ्यो भने सबै लगाइदिउँ केही छैन आज त छ नि त होइन। यो राख्नु ल्याएको छु हल्का। हेलो मेरो यो कपाललाई चाहिँ अलिक इग्नोर गरिदिनुहोस् होला एकदमै यो भएको छ है यसलाई। धेरै लङ टाइम ब्याक गाइस ब्लग बनाउनु पाएको थिएन। सो आज चाहिँ के को बनाऊँ भन्दा यहाँ मुकबाङको बनाउनु मन पऱ्यो गाइस। सो स्पनलाई साइड राख्नु ल गाइस। हातले गरिदिउँ होला हातमा ग्लोभ्स पनि लगाएको छैन तर पनि केही छैन। ओ माई गड कस्तो हेर्दा कस्तो पिरो देख्दैछ नि। 3x त सक्नु त सक्दैन तर पनि आइएम ट्राइङ। 2x त मलाई एकदमै गाह्रो लाग्छ। मेरो केस चाहिँ के हो क्या हो खान सक्छु जस्तो लाग्यो गाइस मैले खान सक्छु जस्तो लाग्यो कि लागेन हो यो अलिक एरेन्ज गरौँ के। ओ माई गड द्याट्स स्टार्ट गाइस फेरि पनि वन्स मोर। मैले चाहिँ एक प्याकेटमै मात्रै ल्याएको यो एक प्याकेट पनि मलाई इनाफदेखि इनाफ हुन्छ। औ हातले गरिदिएको ल गाइस ग्लोभ्स ल्याएन। ओभर स्पाइसी छ गाइस अलिक मिक्स भएन रहेछ राम्रो चाहिँ त केही छैन।
भन्छ नि है साम्याङ खाँदा चाहिँ खाएको खाएको गर्नुपर्छ भने आई कान्ट गाइस कस्तो भिड हुन्छ क्या मोमो ल त्यस Oh my god, I can't. आजको वेदर पनि कस्तो कोल्ड छ क्या गाइस पानी पर्ला जस्तो गरिँदैछ यति बेला म मुकबाङ गर्ने बेलामा यसो हुन्छ Oh my god. अन्डा खाइदिएको ल म्यागी पनि खाइदिनु भयो यसमा चाहिँ मैले पिरो नलगाइकन पकाएको तर पनि अलिअलि भनौँ न बेसी होइन फेरि उपर राम्रो मिठै हुँदैन होइन म्यागी मिठो भएछ I love this. एक्चुअली मलाई चाहिँ म्यागी भन्दा कोका मनपर्छ फेरि तर पनि हो Let's try more water. कस्तो छ भने हेर्नु Oh my god. यदि बिहे गर्न सकेको नि मैले अब खानै त सक्दैन खानै सक्दैन रहेछ म त सो फाइनली गाइज सबै सक्यो मुकबाङ पनि र आजको ब्लग चाहिँ र तपाईँहरूलाई कस्तो लाग्छ फर्स्ट लास्टसम्म हेर्नु नबिर्सिनुहोस् होला हेरेर मात्रै होइन गाइज लाइक सब्सक्राइब कमेन्टहरू